किसानले समयमा मल नपाएको गुनासो बढेपछि झापा क्षेत्र नम्बर 4 का संघीय सांसद शम्भु ढकाल सुस्केरा र झापा क्षेत्र नम्बर 3 का संघीय सांसद प्रकाश पाठक सहितको टिमले झापाको बिर्तामोडमा रहेको साल ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री संस्थानमा अनुगमन गर्नुभएको छ। अनुगमनमा कृषि सामग्री संस्थानमा युरिया 16,961 बोरा, डिएपी 1,068 बोरा, पोटास 2,451 बोरा र साल ट्रेडिङ कर्पोरेसनमा युरिया 19,573 बोरा, डिएपी 11,565 बोरा र पोटास 517 बोरा स्टक रहेको पाइएको छ। वितरकहरूले प्रदेश कृषि मन्त्रालयबाट निर्देशन नभएको कारण मल वितरणमा ढिला भएको जानकारी गराउनु भएको छ। अनुगमनका क्रममा संसदद्वयले किसानहरूको पहुँचमा कसरी छिटो मल पुर्याउन सकिन्छ भन्नेतर्फ लाग्न भन्नुभएको छ। कोशी प्रदेशका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारीसँग मल वितरण गर्न किन निर्देशन भएन भनी चासो राख्दा उहाँले संघीय मन्त्रालयको निर्देशनमा मल वितरण प्रक्रिया अघि बढ्ने भएकाले प्रदेशले सङ्घमा पत्र पठाइसकेको र सङ्घबाट अनुमति पत्र पाउनसाथ मल वितरण गरिने बताउनु भएको छ। यता स्टकमा मल भए पनि किसानले मल नपाउँदा किसान भने मारमा परेका छन्। किसान भन्छन् हामीले समयमै मल कहिले पाउने।